प्रविधिको कुरा चलिरहँदा सुदूरपश्चिममा नेटवर्क समस्याको कारणले गर्दाखेरि फोनमा कुरा गर्न पनि रुखमा चढ्न पर्ने अवस्था छ। सभामुख महोदय, साँच्चै आज सुदूरपश्चिमका विकट पहाडहरू विकासको प्रतीक्षा गरिरहेका छन्। कर्णालीका गाउँहरू समृद्धिको उज्यालो आउने बाटो हेरिरहेका छन्। सम्माननीय सभामुख महोदय, हाम्रो देशको नक्सा हेर्दा कर्णाली, सुदूरपश्चिम र मधेस नेपालकै भूभागभित्र पर्छन्, तर विकासको नक्सा हेर्दा अझै पनि राज्यको पहुँचबाट निकै पर छन्। काठमाडौँमा रेल र सुरुङ मार्गको बहस चलिरहँदा कर्णालीमा डोकोमा बिरामी बोकेर घन्टौँ हिँड्नुपर्ने अवस्था छ। सहरमा अवसरको बहस भइरहँदा मधेसका युवाहरू तातो घाममा बेरोजगार हिँडिरहेका छन्। राजधानीमा डिजिटल प्रविधिको कुरा चलिरहँदा सुदूरपश्चिममा नेटवर्क समस्याको कारणले गर्दाखेरि फोनमा कुरा गर्न पनि रुखमा चढ्न पर्ने अवस्था छ। सभामुख महोदय, साँच्चै आज सुदूरपश्चिमका विकट पहाडहरू विकासको प्रतीक्षा गरिरहेका छन्। कर्णालीका गाउँहरू समृद्धिको उज्यालो आउने बाटो हेरिरहेका छन्। मधेसका फराकिला फाँटहरू सिङ्गो राज्यलाई भात खुवाउन तयार छन्, तर सिँचाइ, मल र बजारको अभावको कारणले गर्दाखेरि निरीह र चिराचिरा परेर फुटेका छन्। यसकारणले बजेट विनियोजनका नीति सिद्धान्त र प्राथमिकतामाथि बहस गर्दै गर्दा सम्माननीय सभामुख महोदय मार्फत नेपाल सरकारलाई